afternoon, everybody. So we have here 4 girls from BI first year first part, 2082 batch. They are here with some interesting project over here, and let's start with your introduction, please. My name is Stuti Banda and I'm from BI first semester first year. My name is Shreya Khanna and I'm from BI first semester. I am Shreya Acharya from first sem BI first part. I am Shraddha Tamrakar from BI first semester first year. Okay, so दा यो प्रोजेक्ट के हो यो नानो आज हामीले गरेर गएको? आज हाम्रो टपिक चाहिँ स्मार्ट लक एन्ड होम सेक्युरिटी हो अनि हामीले चाहिँ यसमा स्मार्ट लक एन्ड होम सेक्युरिटी. ओके, अब नानुको पालो. अब यसमा चाहिँ के त भन्दाखेरि यसो डेमो नै हेरेर अनि अझ फेरि गफ गर्न पाए बेटर हुन्छ. डेमो गर्दै तिमी बोल्दै जाऊ त नानी. यसमा चाहिँ बेसिकली के हो भन्दाखेरि हामीले यो बटन प्रेस गऱ्यौँ भने चाहिँ दबायौँ भने चाहिँ हाम्रो त्यहाँ ओटिपी जेनेरेट हुन्छ. ब्लिङ्कमा पनि हामीले सेटअप गरेका छौँ. ओटिपी यहाँ आउँछ. हजुर भनिसकेपछि हाम्रो प्रोजेक्ट भनेको आइओटी प्रोजेक्ट हो हजुर हैन? ओके, गुड. जस्तै यो दबायौँ भने पिन आयो होइन. पिन आयो, बल्ल थाहा भयो अब यो यसको अपरेसनको लागि, अदरवाइज थाहा हुँदैन थियो. ल, अब करेक्ट पिन हालेर यो चाहिँ एन्टर की हो. एन्टर गऱ्यौँ भने बल्ल ढोका खोल्यो. अनि बल्ल ढोका खोल्यो. 5 सेकेन्ड पछि चाहिँ आफै 5 सेकेन्डमा मान्छे छिरिसक्नु. ओके, एनी अदर थिङ यो बाहेक? अब यो त करेक्ट भयो भने भयो होइन. अब फेरि रङवाला त्यसमा है गऱ्यौँ. 6 अब ऱ्यान्डम 3 चोटि हाल्यौँ होइन. एकचोटि रङ भयो. यु गेट 3 ट्राइज फर इट. अनि 2 सेकेन्ड अटेम्पमा पनि रङ भयो भनेर भएन. अब चाहिँ थर्ड टाइममा पनि रङ भयो भने चाहिँ 3 टाइम्स बन्छ. अनि इन्ट्रुडर अलर्टको नोटिफिकेसन आउँछ. त्यहाँदेखि चाहिँ आयो ओके, इन्ट्रुडर अलर्ट भनेर. यो चाहिँ एसएमएसमै आयो हजुर, हैन त? ब्लिङ्कबाट नोटिफिकेसन आयो. ओके, ब्लिङ्क युज भएको छ भनेपछि अब श्रेयालाई सोधौँ. हामीले यहाँनिर चाहिँ के त भन्दा यो चिजको लागि बेसिकली अब मेन बोर्ड चाहिँ हामीले कुन युज गरेन? हामीले चाहिँ यहाँ ESP32 युज गरेको ESP32 युज गर्यो. अब जस्तो अर्डिनो युज गर्छन् प्राय मान्छेले हैन? हामीले यसमा ESP32 किन युज गऱ्यौँ होला? अनि ESP32 ले चाहिँ हामीले ब्लिङ्कसँग कनेक्ट गर्दाखेरि चाहिँ ESP8266 भन्दा नि बढी फङ्सन यसमा छ होइन. अनि यो चाहिँ बढी पोर्टेबल पनि भएको भएर चाहिँ यो युज गरेको छौँ. वाइफाई मोडल पनि इनबिल्ट छ नि त, त्यसमा छैन नि फेरि हैन? ओके, ठिक छ. अब अर्को कुरामा जाउँ न. अर्को यो के हो? यो चाहिँ किप्याड हो सर. किप्याड हैन? अब यो किप्याडलाई हामीले चाहिँ नि यसमा डिजिटली इनपुट गर्न सक्ने किसिमको प्रोभिजन भएको किप्याड भयो हैन? इनपुट डिभाइस भयो. यससँग चाहिँ नि उ गर्ने इन्ट्र्याक्सन गर्ने इनपुट डिभाइस भयो. अनि त्यसपछि बाँकी त अब यो के हो? यो ब्रेडबोर्ड भयो. अनि यो रातो र चाहिँ नि हरियो चाहिँ के नानी? यो रातो र हरियो चाहिँ एलइडीज भयो. अनि यो ब्याट्री भनिसकेपछि ब्याट्रीले चाहिँ नि के त पावर त हाम्रो युएसबीबाट पनि जान्छ नि हैन? ब्याट्री किन राख्या? ब्याट्री चाहिँ त्यो ESP-मा चाहिँ अरू कम्पोनेन्टहरू पनि इन्क्लुडेड भएको भएर चाहिँ यो सर्भो मोटरलाई पावर गर्ने जति करेन्ट चाहिँ ESP-ले फ्लो हुन दिइरहेको छैन. त्यही भएर चाहिँ एक्सटर्नल पावर सप्लाई चाहिएको. ओके, अब म नानी भाटामा आएँ. अब हामीले यहाँनिर चाहिँ के त भन्दाखेरि सफ्टवेयर पार्टमा अब यो इज अ काइन्ड अफ सफ्टवेयर हार्डवेयर इन्टिग्रेसन. अब त्यो सन्दर्भमा सफ्टवेयर पार्टमा अब हामीले के युज गऱ्यौँ हैन? जस्तो आर्डिनो आइडी युज गर्यो. ओके, आर्डिनो आइडीबाटै युज गरेर हामीले ESP-मा चाहिँ नि के त भन्दा अपलोड गरेको भयो. त्यसपछि मैले ब्लिङ्क पनि सुने अघि हैन? ब्लिङ्कलाई कसरी एकोमोडेट गर्यो यसमा? ब्लिङ्कलाई चाहिँ हामीले भर्चुअल बटन्सहरू जेनेरेट गर्नको राख्यो. अनि त्यसबाट चाहिँ हामीले ओटिपी जेनेरेट गरेर हामीलाई ओटिपी चाहिँ त्यसबाट आउनु भयो. अनि अलर्ट सिस्टमको लागि पनि हामीले नोटिफिकेसन युज गर्ने भनेर ब्लिङ्क युज गरेको छौँ. अनि त्यसपछि जस्तो आइडीमा हामीले कोड गर्दाखेरि श्रेया, अब त्यो ब्लिङ्कलाई पनि यसमा चाहिँ नि के त भन्दाखेरि कुनै तरिकाले एड्रेस गर्नुपर्छ.
ब्लिङ्कलाई चाहिँ हामी सुरुमा चाहिँ ब्लिङ्क लक इभेन्टबाट चाहिँ ब्लिङ्कको चाहिँ अब धेरै कुराहरू इन्टिग्रेट गर्नु हुन्थ्यो। अब त्यसमा चाहिँ हामी ब्लिङ्कको चाहिँ भर्चुअल डिभाइसको चाहिँ अथोराइजेसनहरू अनि त्यसपछि चाहिँ त्यसको नेम अनि त्यसपछि कुन पिनमा चाहिँ कनेक्टेड छ भनेर इन्फर्मेसन चाहिँ दुवैतिर चाहिँ सिरियल्ली राख्नुपर्छ। अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रो यो कोड सफ्टवेयर चाहिँ ब्लिङ्कसँग कनेक्टेड हुन्छ। अनि यसको पासवर्ड यसले वाइफाई चाहिँ थ्रु आउट गर्छ, त्यसको नेम र पासवर्ड पनि हामीले त्यसमा राख्नुपर्छ जुन बेला हाम्रो लिङ्क कनेक्ट हुन्छ। ओके नानी, अब चाहिँ जेनरल पार्टमा जाउँ हामी। जेनरल पार्टमा जाँदाखेरि चाहिँ कस्तो त भन्दाखेरि यो अब हामीले यो सेमेस्टरमा सुरुमा हामीले हेलो वर्ल्ड प्रोग्रामबाट हामीले सी प्रोग्रामिङ सुरु गरेका थियौँ भने यता हार्डवेयरमा हामीले रेजिस्टर गरेकोबाट सुरु गरेका थियौँ। अब तिमीहरू यहाँ आइपुग्दा र यो प्रोजेक्ट कमेन्स गरिसकेपछि आफ्नो नलेजमा कतिको एनहान्समेन्ट भएको फिलिङ भएको छ? हामीले चाहिँ बेसिकबाट सुरु गरेको थियौँ, प्रोग्रामिङ पनि अनि हार्डवेयर पनि। अनि यो प्रोजेक्ट गरिराख्दा चाहिँ हामीले के एनहान्समेन्ट भयो भन्दाखेरि चाहिँ हरेक त्यो जुन हामीले आफै लेख्यौँ अथवा एआईबाट नै हेल्प गरेर लेख्नु भयो भने हरेक त्यो कोडको जो लजिक पोइन्टहरू के थियो अनि कसरी चाहिँ सर्भरमा पावर भइरहन्छ अनि हामीले किप्याडबाट एन्ट्री गर्दाखेरि चाहिँ कसरी उसले डिटेक्ट गरिरहन्छ। इएसपीमा चाहिँ हामीले इएसपीले चाहिँ चेक गरिरहेको हुन्छ नि त, अनि सिग्नल पठाएको छ ब्लिङ्कलाई। अनि यसले चाहिँ कसरी यो सबै कोड र सफ्टवेयर र हार्डवेयरलाई कसरी कनेक्ट गरिरहन्छ। मिठो कुरा छ, मैले खोजेको पनि जे थियो नानीले त्यही नै भन्यो। मेन कुरा चाहिँ हामीले यो गरेर हामीलाई चाहिँ फ्लास्ट के भयो होला भने सफ्टवेयरको हार्डवेयरसँगको इन्टिग्रेसन जुन छ त्यो चिज चाहिँ नि आफैले गरेर प्रडक्ट हेर्न पायो। अब यसको महत्त्व कति छ त नानी भन त? यो जस्तो हामीले तिमीहरूलाई सुरुमा प्रोजेक्ट गर्ने भन्दा तिमीहरूलाई प्रोजेक्ट के गर्ने भन्ने फेरि के भन्दैछ, खै कसरी गर्ने होला के होला भन्ने जस्तो जुन फिलिङ लाग्यो होला अहिले सायद छैन काम गरेर आइसकेपछि है। अब त्यो बेलामा चाहिँ तिमीहरूले चाहिँ के त भन्दाखेरि अहिले आएर अब जस्तो नेक्स्ट टाइम हामीले 83 का ग्रुपलाई पनि त तिमीहरूलाई जे भन्यो त्यही नै भनेको छ नि। अब यसको महत्त्व कतिको छ त? यो भन्नुपर्ने दिनुपर्ने टास्क थियो वा थिएन होइन? क्लासमा गरेको ल्याब वर्क्स मात्रै गरे पुग्थ्यो कि होइन? अनि अर्को कुरा हामीले ट्रेडिसनल मेथड अफ भाइभा र त्यसपछि गएर अब्जेक्टिभको सट्टा हामीले यसलाई चाहिँ एक्जाम हालेका छौँ। अब त्यसमा तिमीहरूको कोलाबोरेटिभ वर्क भइकन पनि अहिले मैले तिमीहरूलाई क्वेसन्सहरू गर्दाखेरि तिमीहरू सबैबाट यसको डेप्थ नलेज चाहिँ रिफ्लेक्ट भइराखेपछि अब म त सन्तुष्ट छु। यसलाई नै इक्जाम मान्न म तयार छु। नानीहरूको विचारमा के छ? हामीले चाहिँ क्लासवाला जस्तो क्लासमा चाहिँ छुट्टै सफ्टवेयरवाला चिज सिक्यौँ होइन, अनि एफईको क्लासमा चाहिँ छुट्टै हार्डवेयरवाला चिज सिक्यौँ। तर यो प्रोजेक्ट गरेर चाहिँ सफ्टवेयर र हार्डवेयर चाहिँ कसरी इन्टिग्रेट हुन्छ भन्ने कुरा चाहिँ बल्ल सिक्यौँ नि त। मतलब कसरी चाहिँ रियल लाइफमा त्यो गरिने रहेछ भन्ने कुरा यो प्रोजेक्टले गर्दाखेरि सिक्यौँ। इफ यो प्रोजेक्ट हुँदैन थियो भने हामी सायद सिक्थेनौँ होला, कुनै हार्डवेयर फेलोसिप यताउति केसेमा गएर सिक्थ्यौँ होला। तर प्रोजेक्टले गर्दाखेरि यसमा त मैले सबै भाइ बहिनीहरूलाई कम्पल्सन बनाइदिएको छु, त्यहाँ त अप्सनल हुन्छ भनेपछि अब श्रेया तिमी सिआर पनि हो यो ग्रुपको, त्यो अनुसारले 83मा आउने भाइ बहिनीहरूलाई यो प्रोजेक्ट गर्न कतिको महत्त्व छ, कतिको गर्नुपर्छ एकचोटि आफ्नो तर्फबाट भनिदिनु होला। यो प्रोजेक्टले चाहिँ हामीलाई सफ्टवेयर र हार्डवेयर बिचको रिलेसन देखाएको छ होइन, हामीलाई चाहिँ इम्पोर्टेन्स देखाएको छ। एज वेल एज हाम्रो रियल लाइफमा पनि इम्पोर्टेन्ट स्किलहरू पनि डेभलप गर्न हेल्प गरेको छ। फर इक्जाम्पल टिमवर्क, हामीले कसरी हाम्रो काम चाहिँ डिभाइड गर्ने, कसरी चाहिँ सँगै इन्डिभिजुअली काम गर्ने अनि लास्टमा गएर त्यसलाई कम्पाइल चाहिँ कसरी गर्ने भनेर सिक्यौँ। प्लस त्यो सँगसँगै हामीले क्लासमा थ्योरिटिकल नलेज पाइरहेका थियौँ, यहाँ ल्याबमा पनि प्र्याक्टिकल नलेज पाइरहेका थियौँ। तर हामीले आफैले क्रिटिकल्ली नै थिङ्क गरेर कसरी अप्लाई गर्ने भनेर यो प्रोजेक्टले एकदम भित्रैबाट चाहिँ कसरी गर्ने भनेर क्रिटिकल थिङ्किङ हाम्रो डेप्थली चाहिँ एकदम लाइक क्रिटिकल नलेज डेभलप गरेको छ होइन। अब हाम्रो यहाँ सरलाई बुझाउँदाखेरि यहाँ भिडियोमा पनि हामीले हाम्रो यो मोडलहरू चाहिँ एक्सप्लेन गर्दाखेरि चाहिँ हाम्रो कम्युनिकेसन स्किल पनि डेभलप भएको छ। अनि हाम्रो यो रिपोर्टको चाहिँ लास्टमा चाहिँ यो हाम्रो प्रोजेक्टको चाहिँ एउटा रिपोर्ट बनाउनुपर्छ लास्टमा, जुनले गर्दा हाम्रो राइटिङ स्किल पनि डेभलप भएको छ। सो इट इज भेरी इसेन्सियल पार्ट द्याट यु हेभ प्रोभाइडेड अस। So we have to do it. You encourage to do it, isn't it? Yes. So actually भन्ने भने साह्रै मिठो तरिकाले भन्यो नानी।
प्रब्लम बेस्ड लर्निङबाट हामीले धेरै कुराहरू सिक्ने भयौँ। अर्को कुरा कोलाबोरेसनको कुरा निकाल्यो। अब कोलाबोरेसनमा भनेको सुरुमा चाहिँ के भने कसैसँग कुन चिजको नलेज हुन्छ, कसैसँग कुन चिजको नलेज हुन्छ, तर यो प्रोजेक्ट सकिसकेपछि त सबै चाहिँ नि त्यो सबैको नलेजमा कन्टेन्टेड भयो। त्यो भनेकै प्रब्लम बेस्ड लर्निङ र कोलाबोरेसनको चाहिँ नि फाइदा नै त्यही हो जस्तो लाग्छ। कटिङ एजमा प्रोजेक्ट गरेर लिएर आएको छ। दिस इज आवर फर्स्ट स्टेप, लङ वे टु गो। तर यति कामको लागि चाहिँ म एप्रिसिएट गर्न चाहन्छु। थ्याङ्क यू। Have you stopped?